तलै र पर्यो लोहोरे खोला बजार त माथि छ यो सबै ठाउँको यो पञ्चकोशी बटुक भैरव साँची छ। हेलो साथीहरू, नमस्ते, वेलकम टु माई च्यानल एन्ड माई ब्लग। आज म जाँदैछु दैलेख म आफ्नो कामले र म हजुरहरूलाई देखाउन चाहन्छु कि सुर्खेतबाट दैलेख जाँदासम्म कतिवटा ठाउँ पर्छ, कति घन्टा लाग्छ, के हुन्छ भनेर आज म हजुरहरूलाई देखाउँछु। स्पेसल चाहिँ मेरो बुटोलको साथीहरूलाई र मेरो झापाको बहिनीहरूलाई हेर्नु है ब्लग लास्टसम्म। म रेडी भइसकेँ र मेरो फर्मल पेन्ट र माथि टी सर्ट सब सिम्पल अनि यो ज्याकेट। आफूलाई चाहिने सबै सामान राखेर हामी दैलेखतिर हिँड्यौँ। यसलाई चाहिँ कपासे भन्छ। मेरो घरबाट थोरै मात्र माथि छ र यहाँ चाहिँ मान्छेहरू मर्निङ वाक गर्दै बजारतिरबाट नि आउँछ, जतासुकैबाट आउँछ। र यहाँ आर्मी ब्यारेक पनि छ। यो चाहिँ हामीहरूको आर्मी ब्यारेक हो र यो चाहिँ धर्मशाला हो। यो भ्यालीभन्दा थोरै माथि मात्र छ र बाटोमा हामीहरू यति राम्रो ब्युटिफुल सनराइज हेर्दै हिँडिरहेको थियौँ। धर्मशाला क्रस भइसकेपछि हल्का माथि पुगेपछि यति राम्रो ब्युटिफुल भ्याली देख्न थाल्छ। यो चाहिँ सुर्खेत भ्याली हो। हेर्नु, आकाश हेर्नु, भ्याली हेर्नु, कति दामी। र हामीहरू कटुका पुग्यौँ। अब कटुकामा चाहिँ मान्छेहरू पिकनिक खान आउँछन्, घुम्न आउँछन्, शीतल खान आउँछन्। राम्रो छ कटुका, एकदम सुर्खेतीहरूको गो टु प्लेस चाहिँ कटुका है। दामी छ। यहाँ चाहिँ भ्यू पनि देखिन्छ यहाँबाट तलतिर भ्यालीको। यो सब सल्लाहको रुख हो। यहाँ चाहिँ दहीचुराहरू एकदम मिठो, फेमस दहीचुरा चियाको लागि। यहाँबाट उता गयो भने चाहिँ भ्यालीको भ्यू देखिन्छ। यता चाहिँ यिनीहरू खानेहरू कटेज जस्तो यहाँ दहीचुराहरू चाहिँ पाइन्छ। र हामीहरू छेडा पुग्यौँ। छेडामा नि घुम्ने ठाउँ छ। यताबाट उता गयो भने चाहिँ भ्याली देखिने भ्यू टावर हुन्छ। यताबाट माथि चाहिँ त्यो गुम्बा छ जहाँ मान्छेहरू धेरै घुम्न जान्छन्। र यहाँ गुम्बा जाने बाटो चाहिँ यहाँबाट छ। यहाँबाट माथि जाने बाटोबाट यति दामी दामी भ्यूहरू देखिँदै थियो। कस्तो राम्रो देखिन्छ। यो चाहिँ छेडा हो। यस्तो राम्रो राम्रो भ्यूको त कमी छैन क्या सुर्खेतमा। हेर्नु त वाउ, कति राम्रो हो क्या सुर्खेत। र हामीहरू लादे पुग्यौँ। लादेमा चाहिँ हामीले यस्तो बब्बाल सनराइज हेर्दै हिँडिरहेको थियौँ। अब चाहिँ हामीहरू सिद्ध पाइला पुग्यौँ। यहाँ चाहिँ अब बाबाले केही भन्नुहुन्छ। हामी अहिले सिद्ध पाइलामा उपस्थित छौँ। यो सिद्ध पाइलाबाट हेऱ्यो भनेदेखि बडा सुन्दर देखिन्छ सुर्खेतको भ्याली। खास गरेर अहिले चाहिँ स्टेडियम बनिसकेपछि अरू सुन्दरता थपिएको छ। एयरपोर्ट अरू थप हुने योजनामा चलिरहेको छ। र यहाँसम्म आइपुग्ने बेलामा बाटोमा धर्मशाला, कटुका, छेडा, लादे हुँदै सिद्ध पाइला आइपुगिन्छ। ल हेर्नु न कति दामी भ्यू छ। र सिद्ध पाइलापछि हामीहरू पुग्छौँ रानीमत्ता, जहाँ चाहिँ यो टावर छ। र यो चाहिँ रानीमत्ताको शिव मन्दिर हो। यो चाहिँ बाटो यस्तो छ यहाँ। र यस्तो चिसो थियो, जाडो भइरहेको थियो कि म बिहान बिहान झन् नुहाएर हिँडेको। अनि यस्तो हल्का फुल्का जाडो नै थियो। जस भ्यालीभन्दा त माथि चिसो नै हुन्छ हल्का। अब चाहिँ हामी पुग्यौँ गुराँस भ्यू टावर। त्यहाँ त्यो चाहिँ भ्यू टावर भयो। हल्का पार्कहरू पनि छ त्यसको अगाडि। त्यहाँबाट चाहिँ भ्यूहरू देखिन्छ। तलतिर हिमाल सिमाल पाहाड साहाड के बाटो चाहिँ यस्तो छ। यो चाहिँ अहिले यहाँ गुराँसेको चलेको होटल हो। यहाँ चाहिँ धेरै मान्छेहरू आउँछन्। यो चाहिँ गुराँसेको बजार भयो। अब यहाँबाट तलतिर गएपछि सबै ओह्रालो ओह्रालो लाग्ने। अब चाहिँ उकालो बाटो सक्यो। अब दैलेख पुग्नेलासम्म यहाँ ओह्रालै ओह्रालो हुन्छ। अब मोड पनि खतरा, कति डर लाग्दो थियो। झन् पहिला झन् डर लाग्दो हुन्थ्यो हाम्रो घर जाँदाखेरि। मेरो घर पुर्ख्यौली घर दैलेख हो नि त। अनि हामीहरू पहिला गाडीमा जान्थ्यौँ, डर लाग्दो थियो यति बेलामा त। र यो यहाँ देखेको सबै बुट्टाहरू, सबै त होइन, जस प्राय बुट्टाहरू चाहिँ गुराँसको छ। यतै भएर गुराँसे नाम भएको होला होइन हो। यसलाई चाहिँ घाम ताप्ने डाँडा भन्छ अरे। यसमा चाहिँ घाम ताप्न मान्छेहरू पहिला यहाँ आउँथ्यो अरे, त्यही भएर अरे। घाम पनि त लागिरहेको छ अहिले पनि। यो भ्यू हेर्नु न साथीहरू, भ्यू हेभन हो कि हेभन। वा हामीहरू आइपुग्यौँ घोडाबास, जहाँ चाहिँ मेरो आन्टीको घर पनि छ। बाटोमै देख्छ। यो चाहिँ मेरो आन्टीको घर हो। अब हामी पुग्छौँ तालपोखरी। तालपोखरी चाहिँ यस्तो छ है। बिचबिचमा गफ गर्दै हिँडेको हुनाले मैले धेरै भिडियोहरू बनाउन छुटाएको छु।
त्यही पनि अब यस्तो हल्का मेन कुरा चाहिँ देखाइराखेको छु मैले चाहिँ। यो चाहिँ सायद रिठा हो क्या, मैले पनि बिर्सिहालेँ अहिले आएर। योलाई रिठा भन्छ र यो यति राम्रो छ। अहिले मलाई यहाँको चाहिँ एउटा मनपर्ने भनेको चाहिँ एउटा घर हो क्या। यहाँ कस्तो राम्रो देखिन्छ कि त्यो घर चाहिँ मलाई हेर्दै राम्रो लाग्छ। यो वाला कस्तो राम्रो घर देखिन्छ। अब हामीहरू चिसापानी पुग्यौँ। यहाँबाट यो जुन खोला देखिरहेछ यसको नाम चाहिँ लोहोरे हो र यो चाहिँ हामी सियाकोटबाट हल्का अगाडि आएपछि यस्तो चाहिँ देखिन्छ। बाटोमा हल्का हल्का कुहिरो लागिरहेको छ। यस्तो राम्रो भ्यू देखिरहेको छ, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ बाबाको यसो भिडियो गराइदिएको बाइकमा। मैले खास यो घरबाट हिँड्ने बेला गराउने भनेको थिएँ, टाइम नपाएर चाहिँ बाटोमा गएर बनाइदिएको मैले यस्तो। अब हामी पुग्यौँ डुङ्गेश्वर। यहाँ डुङ्गेश्वरबाट चाहिँ मेरो घर जान नजिकै छ, 1 घन्टा आधी घन्टा कतिमा पुग्छ होइन। अनि यो चाहिँ डुङ्गेश्वर हो, डुङ्गेश्वर बजार। त्यो पुल भयो, पुल क्रस गरेर यता आएपछि चाहिँ यो डुङ्गेश्वर बजार हो। यहाँबाट माथि गएपछि यस्तो खोला हेर्दै माथि जाने, त्यसपछि चाहिँ हाम्रो आउँछ चुप्रा। यहाँ आइसकेपछि त आफ्नै गाउँठाउँ जस्तो लाग्छ साथीहरू। त्यो स्कुल देखिहाल्यो, सबै देखिहाल्यो। यो चुप्राको बजार यहाँबाट त झन् नजिक छ मेरो घर। कस्तो खुसी लाग्छ। यो चाहिँ हाम्रो चुप्राको लोहोरे खोला पुल हो। यहाँबाट अब उता गएपछि दैलेख, यता गएपछि सुर्खेत। अहिले बढेर चाहिँ बर्खाको महिनामा यस्तो बढेर अब चाहिँ हामीहरू आइपुग्यौँ हाम्रो गाउँघर। यो चाहिँ मेरो गाउँ हो। यति राम्रो छ मेरो गाउँघर। मेरो मामाघर र घर जाने एकदम नजिक छ। यताबाट सिधा माथि गयो भने मेरो घर, यताबाट यता गयो भने मेरो मामा घर। र यो मोडलाई भनिन्छ खुकुरी मोड। यो खुकुरी मोड पनि किन भनिन्छ भनेर अहिले म देखाउँछु हजुरहरूलाई। को हालत देख्न सक्नुहुन्छ, पानी परेर कस्तो भएको छ। यो खुकुरी मोडको नाम चाहिँ कसरी भयो सुन्नु है त। अब बाजेले पनि यही बनाउने, बुवाले पनि यही बनाउने। त्यहाँबाट त्यसैमा खेल्दै उनीहरूलाई हेल्प गर्दा आफूतिर त्यो ज्ञान चाहिँ त्यो आफूतिर। बुवा बाजे राजा वीरेन्द्रको पालामा त्यो कलालाई निरन्तरता। अनि राजा वीरेन्द्रको पालामा हामीले पुरस्कार खाएको, सम्मानित भयौँ हामी। ठिक छ, त्यही भएर अहिले यो मोडको नामै खुकुरी मोड छ है। बाटो खन्दा खुकुरी, राम्रो खुकुरी पाउने ठाउँ भएर खुकुरी मोड चर्चित भएको। थ्याङ्क यू मामा। ल जाऊ। मेरो मामा घर जाँदाखेरि चाहिँ यस्तो जङ्गलबाट जानुपर्छ। अब यो भन्दा नि बाक्लो जङ्गल थियो यहाँ। अहिले अब यहीँको मान्छेहरूले अब यो धेरै जङ्गल भयो। दिउँसो हिँड्दा नि यो त अहिले धेरै उज्यालो हो, नत्र म पहिला एक्लै पनि हिँड्दैन थिएँ। यहाँ लास्टै डर लाग्दो हुन्थ्यो, अँध्यारो भएर। अहिले चाहिँ यति भएको छ। जङ्गल हुँदै हामी जानुपर्छ क्या, थोरै मात्र हो हुन त, त्यही पनि जङ्गल। यो चाहिँ मेरो मामा घर हो। मामा हेलो। यस्तो छ, यताबाट कति धेरै जग्गाहरू छ। यतातिर यस्तो छ। यहाँ मेरो प्यारो मामा घर। आई मिस यु। ओए भाले ल। यहाँ चाहिँ ज्यान मिस्त्री अब भाले चोप्दैछ भने खै चोप्दै ढोका बन्द गरिदिन्छु क्या। ल हामी चाहिँ हाम्रो मामा घरबाट भाले लिएर निस्किसकेको थियौँ। यो ठाउँलाई भन्छ, हाम्रो घरभन्दा हल्का मासतिर हो, यसलाई चाहिँ मौला डाँडा भन्छ। र यति राम्रो भ्यू देखिन्छ त्यहाँबाट पनि हल्का हाइटबाट। कस्तो दामी के, दैलेख सुर्खेत नामै काफी छ राम्रो। ठाउँलाई चाहिँ झुप्रेसाल भन्छ। यहाँबाट तलतिर गयो भने रिट्ठे गाउँ छ। त्यो रिट्ठे गाउँमा चाहिँ मेरो बुढो मामा घर छ। त्यहाँ पनि एकछिनमा म हजुरहरूलाई लैजान्छु। अब त्यहाँभन्दा माथि चाहिँ विद्युत छ, जसमा मेरो मामा काम गर्नुहुन्छ। अब हामी पुग्यौँ दैलेख बजार, जो चाहिँ यस्तो छ। दैलेख बजार धेरै अब पछि देखाउँछु। अहिले चाहिँ हामी यो बाटोबाट गएको। यति राम्रो भ्यू देखिन्छ हेर्नु। त्यहाँबाट पनि राम्रो भ्यू नदेखियोस् त्यो त एउटा कुनै ठाउँ छैन। मैले जस
लिमिटेड मात्र देखाएको क्या साथीहरू बिचमा बाटो यसरी बिग्रेको पनि थियो म चढेर चाहिँ भिडियो गराएको अनि साथीहरू देख्न सक्नुहुन्छ हामीहरू बेलासपुर मन्दिर पुग्यौँ र आज हाम्रो के काम हो भन्दाखेरि मैले पूजा गर्ने हो त्यही भएर हामीहरू यति बिहानै उठेर दैले हिँडेको पाले लिएर पाले चाहिँ मामा घरबाट लिएको अब यो यति धेरै सिडी छ सबै सिडीमा बनाउनु त गाह्रै पर्ला त्यही भएर यति मात्र सिडी चाहिँ छ सिडी त ऊ माथि माथिसम्म छ कतिवटा सिडी छ बाबा 500वटा सिडी छ यहाँ अब एकैचोटि म माथि मन्दिरमा गएर देखाउँछु हजुरहरूलाई हामी आइपुग्यौँ मन्दिर यो चाहिँ सेतो छ यो किन सेतो छ म पछि भन्छु थाके एकचोटि पुरै घुमाएर आऊ कता हो त छोरी तिमी आफूले भाकल गरेको पूजा गर्न आएको पुरा भएर ए पुरा भएर अरू बटुक भएर मनको कामना फेरि अरू पनि बाधा विघ्नहरू नआउन् भनेर भन्यौ ए समाउन नि यिनलाई नै लगाउने भनेको थिएँ हामीले काट्ने हुँदैछ मेरो हातबाट सबै सक्यो काम जय होस् आज हामी बेलासपुर बटुक भैरवमा पूजा गर्नको लागि आएको छौँ यो मन्दिर हमेसा चाहिँ सेतो हुन्छ यो सेतो हुनुको कारण बेलासपुरे राजा हमेसा पहिला आफ्नो सेतो पहिरनमा हुनुहुन्थ्यो त्यो कारणले अहिले मन्दिरलाई पनि सेतो हुबहु त्यस्तै चाहिँ एउटा दर्शाउनको लागि मन्दिरको स्वरूप दिइएको छ भन्दै मेरा 2 शब्द यहीँ टुङ्गाएँ हजुर अब हाम्रो पूजासुजा सबै सकेर अब हामीहरू मामा घर जान्छौँ खाना खान्छौँ तर त्योभन्दा अगाडि चाहिँ हामीहरू कहाँ जान्छौँ भन्दाखेरि मेरो पुरानो घर जान्छौँ जहाँ मेरो जन्म भएको थियो जहाँ मेरो बाबाको जन्म भएको थियो त्यो घर चाहिँ म हजुरहरूलाई देखाउँछु त्यो पनि मेरो मामा घर नजिकै नै हो हल्का माथि र तलको मात्र फरक हो त्यो अहिले हजुर हामीहरू त्यहाँ जान्छौँ है तल त्यहाँ गएर भेटौँ ल तलैर पर्यो लोहोरे खोला बजार त माथि छ यो सबै ठाउँको यो पञ्चकोशी बटुक भैरव साँची छ यो चाहिँ हाई स्कुल हो साथीहरू जहाँ यो चाहिँ बीच बजारमा छ दैलेखको जहाँ मेरो मम्मी पापाहरू पढ्नु भएको यो दैलेख बजारको बीच बजार चाहिँ यस्तो छ यो ठाउँलाई चाहिँ तरताङ भन्छ र हामीहरू यहाँ फुपू बजैलाई भेट्न आएको सबैलाई भेटेर जाने अब र यो चाहिँ मेरो रिठे गाउँ मामा घर बुढो मामा घर हो जो अघि मैले देखाएको थिएँ जुप्रेसालबाट तल त्यो चाहिँ यो हो र यो हो हाम्रो पुर्ख्यौली घर अब अहिले धेरै पानी आएको हुनाले यसरी भत्किएको छ यो हाम्रो घर भत्केर हेर्नु कोही नबसेपछि यस्तै हो साथीहरू माया लाग्छ मलाई घरको पनि मामा घरको सबैको यो हाम्रो गार्डन पुरै आँपहरू फलेर लटरम्म छ है पुरै फलेर ए उचाइटर देखेँ होइन अब यो केरा अहिले चाहिँ अब यस्तो तहस नहस भएछ हामीले छोडेपछि यस्तो हुन गयो हाम्रो घर त्यहाँबाट हल्कै यता आएपछि यस्तो मजाले देखिन्छ है यो सबै अनि यस्तो चाहिँ भ्यू भयो यो हाम्रो बारी चाहिँ वहाँ तलैसम्म छ हामीहरूको बारी अनि त्यो चाहिँ कोटिला भइहाल्यो साथीहरू हेर्नु यहाँबाट यस्तो मजासँग देख्छ क्या सब हाम्रो बारी चाहिँ यहाँबाट तलतिर सबै हो क्या उत्तैबाट अनि यहाँ यतासम्म यस्तै छ के गर्नु यो जो बेलौतीको रुख छ यो यसमा हामी पहिला पिङ खेल्थ्यौँ क्या अब कस्तो रमाइलो हुन्थ्यो अहिले त यो सुकेर पनि यस्तो भइरहेछ घरको हालत त्यहाँ चाहिँ हामीहरूको दोकान थियो यतापट्टि भान्सा यहाँबाट माथि गएर माथि पूजा कोठा छ सुत्ने कोठा छ सबै छ हामीले यहाँ मामा घरमा आएर खाना खाएर अब घरतिर हिँड्ने तयारी गरेको बाटोमा फेरि मौसम हेर्नु न क्या दामी यस्तो कुहिरो लागिरहेको थियो र हामीले गुराँसेमा रोकेर चिया खायौँ बाउछोरीले
अब त्यस्तै हो साथीहरू, हामीहरू दैलेख पनि पुग्यौँ आयौँ र बाटोमा यस्तो कुहिरो लागिरहेको थियो। हामी जाँदाखेरि पानी पर्छ जस्तो थियो, कसैले टाइममा हिँड्यौँ हामीहरू। ठ्याक्क पानी पर्न नि सुरु भयो र हामी घर पनि आइपुग्यौँ। हेर्नु साथीहरू कस्तो भाग्य हामीहरूको, हामी टाइममा हिँडेर हो कि हो भएको। फाइनली यति लामो सफरपछि हामीहरू घर आइपुग्यौँ, कति खुसी लाग्यो। मलाई भेट्न मेरो भाइ आइपुगेको रहेछ। आज बिन्दी हाम्रो गर्दामला मासु खाउँला। मासु खुवाउन लिन आएको रहेछ है मलाई भेट्न मेरो प्यारी फुपू आइपुग्नु भएको रहेछ। खै ढोक गरौँ हामीहरू कस्तो थाकेर आएको थियौँ, 12 घन्टा भइसकेको थियो हामीहरू बाइकमा हिँडेको र आएर हामीहरू खाना खाएर फ्रेस भएर सुत्न लाग्यो। थ्याङ्क यू फर वाचिङ गाइज। यस्तै भिडियो हेर्न मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला।